हाम्रो एकदमै गियरमा समस्या आउने भनेको चाहिँ बजाज पल्सर 220 बाइकको मैले एकदमै देख्छु म्याक्सिमम होइन। र यसको समस्याको समाधान चाहिँ कसरी गर्ने म तपाईँलाई फटाफट बताउँछु। हेर्नुहोस् है त, म फटाफट गियर लिभर खोल्दैछु अब चाहिँ है। यो गियर लिभर निकाल्छु, फटाफट खोलिरहेको छु। अब यसलाई चाहिँ म हाम्रो जुन 12 नम्बर नट हुन्छ यसलाई चाहिँ म फटाफट खोलिरहेको छु है। र यसलाई खोलेर चाहिँ म तपाईँलाई देखाउँछु खास यसको समस्या कस्तो हुन्छ र समाधानको उपाय पनि के हो त्यो पनि म बताइदिन्छु। हेर्नुहोस् है त, हाम्रो गियर लिभर फटाफट निकालिसकेको छु होइन। र यो निकाल्दाखेरि चाहिँ खासमा चाहिँ मैले के देखेँ भने जुन यो गियर लिभरमा लाग्ने बुस हुन्छ नि, बुस बस्ने भाग चाहिँ एकदमै खिसाएको छ। हेर्नुहोस् त, हाम्रो बुस टाइममा चेन्ज गरेन, यो गियर लिभरमा लाग्ने बुस टाइममा चेन्ज गरेन भने चाहिँ हाम्रो गियर लिभरै पुरै यसरी खिन्छ होइन। र यो खिसकेपछि चाहिँ हाम्रो के हुन्छ भने गियरको जुन गियर लगाउने भाग हुन्छ एकदमै हल्लिन्छ र गियर लगाउन चाहिँ एकदमै अप्ठ्यारो हुन्छ। हेर्नुहोस् है त, अब हेर्नुहोस् म नयाँमा लगाएर चेक गर्दैछु है। र नयाँमा लगाएर चेक गर्दाखेरि चाहिँ हेर्नुहोस् त हाम्रो एकदमै मजाले पुरा टाइट छ है त। यो यसरी पुरै टाइट भयो भने चाहिँ हाम्रो गियर लगाउन या गियर सिफ्ट गर्न चाहिँ एकदमै सजिलो हुन्छ है त। त्यही भएर तपाईँको पनि गियरमा समस्या छ भने चाहिँ यसरी गियरवाला यसरी चेक गर्नु होला होइन। हेर्नुहोस् त यति मजाले गियर लागिसकेको छ र हाम्रो फ्री प्ले पनि छैन है त। तपाईँको पनि गियरमा समस्या छ भने चाहिँ यसरी बनाउनुहोस् है त।